Hi everyone, good morning. Welcome to my channel. It's me Sarina Dornal. आज चाहिँ एकदमै जाडो छ अनि म चाहिँ इटरी जाँदैछु. लुक एट द भ्यू. केही नि देखेको छैन. ढुस्सै लागेर जाँदैछु इटरी किनभने अहिले म बारिस्टा क्लास गरिरहेको छु अनि आई विल सो यु आज म के प्र्याक्टिस गर्छु भनेर कहाँ जान्छु भनेर. ओके अनि इट्स वाज लाइक अ रेगुलर रुटिन अफ माइन्ड. म एक दिनमा लाइक रेगुलर के हुन्छ त्यो देखाउँछु ल. सधैँ म यहाँनिर मेरो साथीलाई पर्खिन्छु ऊ कतिखेर आउँछ म्याजिक लिएर अनि म जान्छु उसको म्याजिकमा भनेर. सो हेयर वी गो. म चाहिँ यहाँ सधैँ पर्खिन्छु मेरो साथीलाई. जाडो भइरहेछ, टोपी हातमा छ. जहिले मेरो साथीलाई पर्खिनुपर्छ कि मैले टोपी लगाएँ जाडो भएर. गाइज मलाई लाज लाग्दैछ भिडियो बनाउनुको लागि. फाइनली गाइज कल आएको थियो भर्खरै. ऊ गाडी चढिसक्यो अरे, ऊ आउँदैछ म्याजिकमा. आज चाहिँ प्रुफको साथमा लिन्छु है. जहिले हाम्रो मात्रै यस्तो हुन्छ. उही नै हो है ढिलो गर्ने. मेरो साथी अब हाम्रो चाहिँ कति 20 मिनटमा गाडी पुगिन्छ कि सो गाइस म चाहिँ यहाँनिर आइसकेँ क्याफे. अनि भोलि चाहिँ हामी के अरे पिकनिक जाने अनि त्यहाँनिर के लग्ने भनेर यहाँनिर डिस्कस गर्नुहुँदैछ गाइस. हामी चाहिँ यहाँ बसेर सुनिरहेको छौँ. हामी चाहिँ उहाँहरूले जे भन्नुहुन्छ त्यो चाहिँ ल डन ओके डन ट्याप्प लगाएर गर्दैछौँ. ट्याप्प लगाएर. सो अर्को मेरो कन्टेन्ट पनि भइसक्यो कि के अरे क्याफेबाट पिकनिक गएको. चाउचाउ पनि लगेको लाने. सो हामी पार्टी गर्ने अनि मजा. अब यहाँ डिस्कस हुँदैछ अनि हामी क्लासमा के गर्छौँ तपाईँहरूलाई देखाउँछौँ गाइस. आयुषा, कल्पना अनि ऊ त्यहाँ पर प्रेम भाइ छ अनि यहाँ चाहिँ म्याम हुनुहुन्छ. हामी चाहिँ उहाँ यतिजना चाहिँ ग्रुप हो. 10 बजीदेखिको 12 बजीसम्म. अनि यहाँ पर चाहिँ त्यहाँ हामीले सिक्छौँ. सो हामी चाहिँ केही बोल्ने काम होइन, हाम्रो चाहिँ सुन्ने मात्रै काम हो है. सो यो चाहिँ हाम्रो डेकोरेसन एकदमै राम्रो छ यहाँनिर. यो चाहिँ ट्विन्स बिन्स बारिस्टा एकाडेमीको हो यो चाहिँ. हाई गाइज, वेलकम टु माई च्यानल. राम्रो छ. सो गाइज आज चाहिँ म तपाईँलाई मैले कहिले गर्न नसकेको आर्ट गरेर देखाउँछु. सो हामी चाहिँ प्र्याक्टिस यो के अरे ह्यान्ड वास अनि यो सोया ससबाट बनाउँछौँ. उसलाई देखा ऊ चाहिँ टपर. ऊ चाहिँ टपर हो. मैले चाहिँ एप्रोनै नमाथि बनाएको. मेरो लाजको हद पार गरेर म यो बनाउँदैछु. ल भन युनिटी हेल्प गरिदिएको भए थ्याङ्क यू भन्नु है. त्यहाँ चाहिँ पिकनिकको कुरा हुँदैछ. ओके सलिना. सो अब म यो चाहिँ यहाँ पर गर्छु. आउनुहोस्. ओके लेट्स गो. म यहाँ लाइनमा बसिरहेको छु. त्यहाँबाट गर्ने हो हामीले स्टिमिङ जुन चाहिँ मलाई आउँदैन. रेडी. सलिनाको भाइ प्र्याक्टिस. सो मेरो फेरि पनि बिग्रेको छ. अब यो हामी काम गरौँ.
जुन कि मबाट कहिले पनि हुँदैन आर्ट धेरै फर्म आएछ चाहिँ मेरो फर्स्ट टाइम भयो अलिअलि पिकनिकको पैसा भयो ल हामीलाई यहाँ सम्झाउनु हुँदैछ म्यामहरूले भिडियो बनाउनु भनेर त्यस्तो बोल्नु अब हामी जान्छौँ बाई बाई अब हाम्रो चाहिँ सक्छ अब हामी जाँदैछौँ बाई बाई आऊ कल्पना घर जान्छौँ बाई बाई गाइस अझै देखाउँछु ओइ लड म यो भरिमा नि कस्तो लड्छु जस्तै लाग्छ हो गाइस हामी चाहिँ जहिले छिटो आउन ट्राई गर्छौँ कि हाम्रो क्लास तर कहिले छिटो आइपुग्दैनौँ क्या अनि म्यामहरूले पनि आज भन्नुभयो है कल्पना छिटो आउनु भनेर अनि अबदेखि छिटो आउने भोलि 9 बजे अनि के भन्छ 1 बजेसम्म हामी प्र्याक्टिस गर्ने है 1 बजेसम्म प्र्याक्टिस गर्ने भोलि छिटो आउने किनभने गाडी नै पाउँदैन रदेखि त्यही भएर म चाहिँ आइसकेँ घर फर्किँदैछु झन् कस्तो चिसो बढेको हावा यति चलिरहेको छ यस्तो हातहरू यस्तो केही फिलै भइरहेको छैन म अब म घर जाँदैछु अनि तपाईँहरूलाई म देखाउँछु रियाक्सन मेरो तुली र कान्छीको पनि म त प्रकाशमा जानुभयो होला भनेको त घरमै हुँदो रहेछ बाहिरै बाँधिरहेको छ कान्छीलाई ल मलाई देखेपछि कस्तो रियाक्सन गर्छन् तपाईँले होला जानुभयो Oh my god! Oh my god! Oh my god! अब कान्छी दुखो आइ हजुर 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 यस्तो गरेर आमा आया कान्छु लुलुबुता ओ जुलुबुता हाय जुलुबुता जुलुबुता यहाँ चाहिँ कान्छी छु कान्छु ओ कान्छु जाडो भएन
हामी सब बसिरहेको छौँ जाडो भएर यस्तरी सबजना ओढ्ने ओढेर सुमित जाडो भएर त्यसलाई दिनु आजको लागि यति नै मैले के गरेँ मैले तपाईँहरूलाई देखाएँ त्यस्तो एक्साइटेड केही पनि थिएन सो बाई बाई टेक केयर लभ यु